हेलो साथीहरू नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा। अनि यो मेरो हिजोको भिडियो होलीको, अनि मैले हिजो यो भिडियो डाल्नेको टाइमै मिलेन, फुर्सदी। अनि यहाँ मेरो साथी आएको छ, यो मेरो साथीको छोरी, यहाँ मेरो भान्जी। यो 6 महिनाले कान्छी चाहिँ मेरो छोरो भन्दा, तर यो बहुत रुन्छे, कोहीसँग मान्दिनँ, तर बहुत प्यारी सी क्युट सी छ यो। अनि मेरो भान्जी मसँग लडिराख्नु भएको छ यता। अनि यहाँ देख्न सक्नुहुन्छ होली खेलेको मेरो भान्जाहरू यस्तो आफ्नो कपडा फटाली होली खेलेर हेर्नु यस्तो गर्नुभएको छ मेरो भान्जा। अनि भान्जाको दोस्तहरू नि ऊ त्यो त छन्, अर्को त्यो त भान्जाको दोस्त त छन् पुरै भिखारी जस्तो देखिरहेको छ हेर्नु त, मास्क लगाएर बन्दरवाला मास्क लगाएको थियो। अनि अब म तपाईँलाई देखाउँछु, हेर्नु मेरो सकल त हेर्नु कस्तो भएको छ होली खेलेर। अनि यहाँ मेरो भान्जी, दिदी, दाइस, मेरो छोरा सब होली खेलिरहेछन्। मेरो छोरा कोहीसँग पनि मानेको छैन, त्यहाँ दाइसँग मात्र बसिरहेछ। हाम्रो यस्तो रङको मुख देखेर डराएको छ। यहाँ हेर्नु मेरो दिदी, मेरो त फेस देख्न सक्नुहुन्छ कस्तो भएको छ। अनि यहाँ मेरो भान्जा होलीको टी सर्ट फर्स्ट हाल्नुभयो, अनि अर्को टी सर्ट लाउनु भएको छ। म त पुरै यस्तो भएको छु कि मेरो छोरा मलाई मेरो पासै आएको छैन कि मलाई देखेर यस्तो भएर। अनि हाम्रो यहाँ रमाइलो चलिरहेको थियो हिजो होलीको, हामी छतमा एकदम इन्जोय गऱ्यौँ, नाच्ने गीत, अनि माथि होली खेल्ने छतमा भइरह्यो। अनि बहुत राम्रो तरिकासित होली मनाइयो। तपाईँहरूले कसरी मनाउनु भयो भन्नुला। मेरो भान्जीले यहाँ हेर्नु त रङ लगाइदिएर बिचरा स्प्रे छरिदिएर बहुत मुस्किलसित भिडियो बनाउन पाऊँ, किनकि डर थियो मेरो भिडियोमा कहीँ पानी रङ नपरोस् भनेर। अनि घर आइसकेँ म, घर आइसकेपछि साँझ 5-6 बजे घर आएँ। यहाँ मेरो भान्जी र छोराको देख्न सक्नुहुन्छ यहाँ। मेरो छोरा त यस्तो क्युट देखिएको थियो कि यो रङ लाएर एकदम यो पनि खुसी भएको थियो। मेरो छोरो कोही भी त्योहारमा रुनी गर्ने गर्दैन, यसले मेरो मतलबै हुँदैन। अनि यसले पनि बहुत इन्जोय गर्यो, यसको फर्स्ट होली हो। ओके साथीहरू, आजको लागि यति नै, टाटा।